हेलो गाइज, वेलकम टु माई मिनी ब्लग। आयो हजुर सन्चै हुनुहुन्छ होला, म नि सन्चै छु। आज चाहिँ यतै काम गर्दैछु, भित्रको काम चाहिँ सकिसक्यो अनि भोलि चाहिँ छुट्टी हो, त्यही भएर साथीहरू सरसफाइ गर्दैछन्, उता हेर झाडु मार्दैछन् साथीहरू। यता चाहिँ म गाडीमा यो सामानहरू बाहिरको सामानहरू मिलाइरहेको छु। अब भोलि चाहिँ छुट्टी हो, भोलि चाहिँ घुम्न जानुपर्छ। यस्तै हो, यही हो नयाँ हाम्रो सेभिङ बनेको। केटाहरूलाई हेर यस्तो काम गरेर उता हेर मसिन लगेर गरेर भर्खरै बन्दैछ यो। उता त्यहाँ एसी बनाइरहेछन्। मेरो चाहिँ फाइनली काम सकिसक्यो यो गाडीको। आज चाहिँ अर्को गाडी चलाइरहेको छु। काम सकेर बाहिर त्यही हेल्प गर्छु भनेर आएको थिएँ भाइहरूलाई, अनि हेल्प पनि गरेँ। अब आज चाहिँ 4:30 बजे छुट्टी दिन्छ, 1-1.5 घन्टापछि। अब त्यसपछि रुममा जाने, कपडा सपडा धुने, खाना बनाउने, खाने। अब भोलि घुम्न जाने भन्दैछन् केटाहरू, के गर्छन् अब। यो चाहिँ जोरबारुको प्लेनतङ जालनतिर 6 मा हामीहरू काम गर्छौँ। कोही मलेसिया हुनुहुन्छ भने कमेन्ट गर्नु होला। अब काम गर्न भित्र काम अब छैन, भित्र लगेर पार्किङ गरिदिन्छ अनि म नि बाहिरतिर यता केटाहरूलाई सहयोग गर्छु। आई होप यो ब्लग हजुरलाई राम्रो लाग्यो भने लाइक सब्सक्राइब गरिदिनु होला, सपोर्ट पनि गरिदिनु होला हजुरको भाइलाई। बाई बाई, जय नेपाल।